नमस्ते दर्शकबिन, स्वागत छ तपाईलाई रिभ्यू टाइम्समा। बुहारी सिरियलको हिजोको भाग 285 ले दर्शकहरूलाई हलचल बनाइदिएको छ, जहाँ एउटा यस्तो रहस्य खुल्यो जसले पुरै कथालाई उल्टो बनाइदिएको छ। गाउँमा राज गर्न खोज्ने विशाल र विक्कीलाई मुना र कमलाले महाकालीको रूप धारण गरेर तह लगाएको दृश्य जति दमदार थियो, त्यो भन्दा कडा ट्विस्ट दुर्गा आमाको घरमा आयो। आमाको मुख हेर्ने दिन दुर्गा आमालाई सरप्राइज दिन पुगेका मुना र कमलाले जब दुर्गा आमा र जितुको अवैध सम्बन्धको रहस्य आफ्नै कानले सुने, तब उनीहरूको होस उड्यो। आफ्नो पाप र इज्जत छोप्नका लागि दुर्गा आमाले आफ्नै बुहारीहरूलाई जङ्गलमै सिध्याउने कडा योजना बुनेर 1 लाखको सुपारी दिँदै अपराधीहरू खटाइन्। जङ्गलको बीचमा मुना र कमलालाई रुखमा बाँधेर ज्यान लिनै लाग्दा ठुलो ट्विस्टका साथ 15 दिनदेखि बेपत्ता भएका रामे काललाई जितेर मैदानमा फर्किएका छन् र उनको साथमा रूपा पनि शेरनी जस्तै गर्जिरहेकी छिन्। रामे र रूपाको यो धमाकेदार इन्ट्रीले दुवै बुहारीको ज्यान त बचायो, तर अब गाउँका ठुला बनाउँदा अपराधीहरूको अन्त्यको काउन्टडाउन सुरु भएको छ। तपाईको विचारमा आफ्नै बुहारी मार्न खोज्ने दुर्गा आमा र जितुको अब के होला? रामे र रूपाको यो कडा एक्सन अवतार तपाईलाई कस्तो लाग्यो? कमेन्टमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। भिडियो मन परेमा लाइक र सेयर गर्नुहोला अनि बुहारी सिरियलका यस्तै नयाँ र फरक समीक्षाका लागि रिभ्यू टाइम्सलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।